हेलो गाइज, गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ हामी यता लौका टिप्नको लागि लौकाबारीमा छौँ है। देख्न सक्नुहुन्छ उता मेरो बुढी लौका टिप्दैछ। अब म पनि जाँदैछु बिस्तारै बिस्तारै। खासै त फलेको छैन, भर्खर भर्खर फल्दैछ है। लौका छ अब आज कमसेकम 1-1.5 कुन्टल लौका होला। अब यो लौका लिएर बजारतिर जाने हो। यहाँ अलिकति 1 क्यारेट जति टिपेको पनि रहेछ। म तपाईहरुलाई बाहिरबाट देखाउँछु यो लौका बारी कस्तो देखिन्छ भनेर है। अहिले चाहिँ म बिचबाट हिँडिरहेको थिएँ। यता चाहिँ हामीले चिचिन्डा लगाइसकेका छौँ। उता चाहिँ हाम्रो काँक्रा छ। यो चाहिँ लौका 1 2 3 4 5 6 वटा टनेल छ। 6 वटा टनेल टिप्दाखेरि लगभग 1.5-2 कुन्टल निस्किन्छ। अनि आज अब मौसम पनि एकदम दामी छ है। घामसाम लाग्यो छैन। बिहान हल्का पानी आउला जस्तो भएको थियो। अहिले चाहिँ पानी चाहिँ परेको छैन, तर शीतलै छ मौसम। अब रोप्नेहरूलाई यताउति सबैलाई आजको दिन शीतलै रहोस् भन्न चाहन्छु म गाइज। अलिअलि झुन्या पनि छन्, भर्खरै टिपेको हो है। माथिबाट फेरि एकदम बबाल देखिन्छ क्या है। अलि माथिबाट चाहिँ मेरो क्यामेराले नभ्याउने भयो। अनि आजभोलि यसको रेट पनि राम्रो छ है। लगभग 40 सम्म बेच्न सकिन्छ। यतातिर चाहिँ हाम्रो काँक्रा छ। अब यो काँक्रा पनि बिस्तारै काँक्रा हाल्ने तयारी हुँदैछ। उता मेडमले छिटो आउनु भनिसक्नु भएको छ। अब लौका लिएर जान पर्ने छ। त्यसपछि हाम्रो काम नेक्स्ट काम चिचिन्डा टिप्ने गाइज है। एकचोटि म उतासम्म पुगेर देखाएर आउँछु है। यो चाहिँ हाम्रो नयाँ सिडको लौका हो। यो चाहिँ विष्णु भन्ने लौका हो है। राम्रो फलिरहेछ लगभग। यो चाहिँ हाम्रो काँक्रा बारी टक्क है। काँक्रा एकदम राम्रो भइरहेछ, तर यसलाई अब थाक्रा हाल्न पर्ने स्टेजमा पुगिसक्यो। लगभग भ्याइया छैन। हस् गाइज, यति भन्दै म आफ्नो भिडियो यहीँसम्म अन्त्य गर्न चाहन्छु। सबैले हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।